रमेश लेखकजी, केपी ओलीजी, यसलाई हामीले इको रूपमा लिएका छौं। हाम्रो चुनाव जितेको जनताको प्रतिनिधिलाई तपाईले त्यो फोरमा जसरी अपमानित ढंगले राख्नु भएको छ, हाम्रो पार्टीको अध्यक्षलाई उपाध्यक्षलाई जसरी तपाईले त्यो फोरमा अपमानित ढंगले राख्नु भएको छ, हतकडी लगाएर दुनियालाई देखिस् भनेर हिँडाउनु भएको छ, त्यसले हामी होचिएका छैनौं, त्यसलाई इकको रूपमा लिएका छौं, इकको रूपमा लिएका छौं। राजा चाहिन्छ भन्नेहरुका कारण, राजा चाहिन्छ भनेका कारण तपाईले मानिसहरुलाई थुन्ने हो भने हामी लाखौं मानिसहरु थुनिन तयार छौं। जेल खाली गर्नुस् हाम्रा लागि। तर यो सँगसँगै याद राख्नुस्, तपाईहरुले देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा जुन प्रकारको लुटतन्त्र मचाएर राख्नु भएको छ, त्यसलाई हामीले राम्रोसँगले हेरेका छौं। तपाईहरु आफू बस्ने जेल पनि राम्रो बनाएर राख्नुस्। आउँछ त्यो दिन, आउँछ 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 आउँछ। मैले भन्छु तपाईहरुले राजा हटाएको भोलिपल्ट नारायण हिटीमा तपाईहरुले व्यापार गर्न खोज्नु भएको कुरा नेपाली जनताले बिर्सेको छ? म्याद हुँदा हुँदै गोकर्ण रिसोर्ट नवीकरण गरेर तपाईहरुले पैसा खानु भएको कुरा मान्छेले बिर्सेको छ? दुर्गा परसाईले कम्बोडियामा पैसा गएको छ भनेर त्यसै भनेको हो? यो कुरा जनतालाई थाहा नभएको कुरा हो? तपाईले कमिसन खानको लागि आकाशमा उडाउन नमिल्ने जहाज अहिले पनि किनेर 6-6वटा जहाज थन्काइराख्नु भएको छ र नेपाली जनतालाई ऋण बोकाउनु भएको छ। त्यो नेपाली जनताले बिर्सेको छ? तपाईले अरबौं ऋण बोकाएर एयरपोर्टहरु बनाउनु भएको छ, जहाज बसाउन मिल्दैन, अहिले पनि जहाज बस्दैन। नेपाली जनताले बिर्सेको छैन। तपाईले एक दिन यसको दण्ड बिहोर्नै पर्छ र हामी जिउँदो हुँदैखेरि तपाईहरुलाई त्यसको सजायको भागी बनाएर छाड्छौं। त्यसकारण आफू अहिले मन्त्री भएर, प्रधानमन्त्री भएर बस्ने सुविधा सम्पन्न क्वार्टर मात्र होइन, भोलि पर्सि जीवनको उत्तरार्धमा बस्ने जेल पनि सुविधाजनक बनाएर राख्नुस्। अहिले यो राज्य आतंक सधैँ चल्दैन। हामीलाई शान्तिको कुरा गर्दाखेरि तपाईले हेप्नुहुन्छ र त्यसलाई हाम्रो कमजोरी ठान्नुहुन्छ भने हामी सल्लाह गर्छौं। तपाईहरुसँगै सल्लाह गरौँला, देशवासीसँग सल्लाह गरौँला। राप्रपा विद्रोहमा जाओस् भन्ने चाहनुहुन्छ भने सल्लाह गरेरै जान्छौं, हामी झुक्याएर जाँदैनौं। तपाईले 52 साल फागुन 1 गते माओवादीहरुले 40 बुँदे माग लिएर आउँदाखेरि यतिको मान्छे देख्नु भएको थियो? देशभरि माओवादीको पक्षमा अहिले राप्रपासँग भएको जनमत देख्नु भएको थियो? एउटा भरुवा बन्दुक, एउटा राइफल बोकेर, केही घरेलु हतियार बोकेर सुरु गरेको माओवादीको विद्रोहले तपाई कांग्रेस एमाले भन्नेलाई कुन तहमा पुर्यायो र देश अहिले कुन तहमा पुग्यो देख्नु भएको छ। हामी त देशले थप द्वन्द्व बिहोर्न सक्दैन, देशलाई थप द्वन्द्वमा लैजानु हुँदैन भनेर हामीले शान्तिपूर्ण बाटो अपनाएको हो। के अहिले पनि राजा चाहिन्छ भनेर बन्दुक बोकेर जंगल पस्न 2-4 हजार मान्छे छैनन् होला त? 2-4 हजार युवाहरू हतियार बोकेर जंगल पस्न नसक्ने अवस्था हो र? हामीले डराएर होइन, यो राम्रो बाटो होइन, यसले कसैलाई पनि फाइदा गर्दैन भनेर हामीले शान्तिपूर्ण बाटोमा हिँड्न खोजेका हौं। त्यसकारण म केपी ओली र गृहमन्त्री रमेश लेखकलाई भन्न चाहन्छु, सत्ता सधैँभरि तपाईहरुको हातमा हुँदैन। जनता तपाईको गोठको गाईबस्तु होइन। राप्रपालाई कमजोर नठान्न म फेरि पनि भन्न चाहन्छु। तपाईहरु सोच्नुस्, हाम्रा थुनामा रहेका नेताहरूलाई निशर्त छोड्नुस्। तपाईहरुले जति दिन थुन्नुहुन्छ, तपाईहरुले जिते, दुःख दिए, चाखिस भनेर भन्ने ठान्नु होला। तर जति दिन तपाईहरुले हाम्रो नेताहरूलाई थुन्नुहुन्छ, हाम्रो साथीहरूलाई थुन्नुहुन्छ, यो जनमत दिन दुगुना रात चौगुना बढेर जान्छ। यो देशमा राजा चाहिन्छ भन्नु, हिन्दू राष्ट्र चाहिन्छ भन्नु, संघीयता चाहिँदैन भन्नु संगठित अपराध हो।
यो देशमा राजा चाहिन्छ भन्नु राज्य विरुद्धको अपराध हो? यो राप्रपाको कार्यकर्ताले मात्र होइन, तपाईको कांग्रेस एमाले माओवादीको कार्यकर्ताले पनि, जसमा अलिकति स्वाभिमान छ, जो इमानदार छ, उसले पनि सोचिराखेको छ यो त गल्ती भयो, अति भयो भन्ने कुरा ठानिराखेको छ।